भन्न हाम्रो हामी महाकाल जय महाकाल युवा समूह परिवार सम्पूर्णलाई निमन्त्रणा गर्दछौँ। जय महाकाल युवा समूहको आयोजनामा भोकालाई भोजन, प्यासीलाई पानी, सरसफाई, वृक्षारोपण, विभिन्न श्रीमद् भागवत सप्ताह महाअभियानहरू शुभारम्भ हामीले देशव्यापी विश्वव्यापी रूपमा हामीले शुभारम्भ गरिरहेको छौँ। सम्पूर्ण पितृ सजीवदेखि निर्जीव आत्माको चाहिँ एउटा शान्तिको चाहिँ कामनाको लागि हामीले यस शुभ अभियान शुभारम्भ गरेको हो। 2076 साल चैत 22 गतेदेखिबाट जब लकडाउन भयो, जतिखेर कोरोनाको महामारी थियो, त्यस टाइमदेखिबाट यहाँ यो अभियान शुभारम्भ भएको हो। मानिसहरू चाहिँ भोकले मरेको विभिन्न चरा किरा फट्याङ्ग्रादेखिबाट, कुकुरदेखिबाट, विभिन्न सजीवदेखिबाट निर्जीव वस्तुहरू काठमाडौँको सिटी नभई विभिन्न हर सिटीमा चाहिँ भोकले मरेको यो अवस्था देख्न नसकेर हाम्रो यस संस्थाको अध्यक्ष अर्जुन लीलानाथ भण्डारीज्यूले यस शुभ अभियान शुभारम्भ गर्नुभएको छ। यस शुभ अभियान आज 7 वर्ष पूर्ण भएको छ। यस 7 वर्ष पूर्ण हुँदामा नेपालमा जति पनि जनसङ्ख्या हुनुहुन्छ, नेपालमा भएको मानिसको सङ्ख्याभन्दा बढी मानवले चाहिँ यस शुभ अभियानमा आएर एउटा प्रसाद खानु भइसकेको छ। यसले यस महाशुभ अभियानलाई हजुरहरूले पनि अझ शुभ महाशुभ बनाइदिनु हुन भन्न सम्पूर्ण देश तथा विदेशमा रहनुभएका एउटा मानवको नाताले, न कुनै जाति न कुनै धर्म होइन, बास एउटा मानवको नाताले, एउटा कर्मको नाताले जय महाकाल महाकाल युवा समूह सम्पूर्णलाई निमन्त्रणा गर्दछ कि यस शुभ अभियानमा हजुरहरू पनि सहभागी भई यस शुभ अभियानलाई विश्वव्यापी रूपमा चाहिँ शुभारम्भ गरिदिनु हुनु भन्न सम्पूर्ण हामी जय महाकाल युवा समूह परिवार सम्पूर्ण भोका आत्मा, सम्पूर्ण चाहिँ नतरेका पितृ आत्माहरूले सम्पूर्णलाई चाहिँ निमन्त्रणा गरिएको छ। हजुरहरू पनि यस शुभ अभियानमा उपस्थिति भई यस अभियानलाई महाअभियान बनाइदिनु हुनु भन्न हामी सम्पूर्णलाई निमन्त्रणा गर्दछौँ। जय महाकाल। यहाँ पैसा हुनेलाई पनि सुख छैन, पैसा नहुनेलाई पनि सुख छैन। यो के कारणले भइरहेको छ? सबले आफूले गर्नुपर्ने कामहरू, सबले आफूले गर्नुपर्ने कर्म भुलेर आज यस्तो भइरहेको छ। सम्पूर्णले आफू कुन पोस्टमा हुनुहुन्छ, आफूले के गर्नु भइरहेको छ, त्यो पोस्टमा भएपछि हामीले गर्नुपर्ने काम के हो, सबले यो एकदम भित्री दिमागबाट चाहिँ खुलाएर सम्पूर्णले चाहिँ आफूले गर्नुपर्ने काम भित्री आत्मा एउटा मानवको नाताले एउटा आत्मालाई चिनेर गरिदिनु होला। न पैसा, न गाडी, न घर, न त बास एउटा मानवको नाता चिनेर सम्पूर्णले 1-2 मिनट 5 मिनट एउटा आफ्नो मानव, एउटा आफ्नो बाउ बाजे, आफ्नो पितृकुल, सम्पूर्ण दुखी आत्मा, सम्पूर्ण रोगी भोगी आत्माहरूलाई सम्झेर यस शुभ अभियानलाई विश्लेषण गरिदिनु होला। सम्पूर्णलाई जय महाकाल महाकाल युवा समूह परिवार निमन्त्रणा गर्दछ। जय महाकाल युवा समूहद्वारा आयोजित श्रीमद् भागवत सप्ताह महापुराण महायज्ञ, भोकालाई भोजन, प्यासीलाई पानी महाअभियान, विभिन्न ठाउँमा गौ आश्रमहरू, सरसफाई, वृक्षारोपण, विभिन्न शुभ अभियानहरू शुभारम्भ जय महाकाल युवा समूहले 2076 सालदेखिबाट आजसम्म निरन्तर रूपमा चाहिँ घाम पानी भोक प्यास तिर्खा केही नभनिकन गर्नुभएको छ। र सम्पूर्ण हाम्रो यस जय महाकाल युवा समूह परिवारमा आजको दिनसम्म जति पनि स्वयंसेवकदेखिबाट जति पनि पद अधिकारीहरू आएर चाहिँ सेवा गर्नुभयो, जति अभियान सुरु भएको दिनदेखिबाट आजसम्म जतिले यस अभियानलाई साथ सपोर्ट माया गर्नुभयो र जतिजना यस शुभ अभियानमा आएर खाना खानुभयो, सम्पूर्णलाई जय महाकाल महाकाल युवा समूह परिवारले सम्झेको छ। सम्पूर्णले निमन्त्रणा गरिएको छ। हजुर पनि एकचोटि भित्री आत्माबाट सोच्नुहोस् होला। हिजो एउटा कोरोना आउँदा त आज चाहिँ देशमा यत्रो भयो, यत्रो मानिसहरूको यत्रो चाहिँ हजुरको चाहिँ थाहा नभएको कुराहरू चाहिँ सबै थाहा पार्यो अभियान